गरिब किसान। म सानो किसान रामदिन हुँ। बिहारको सानो गाउँ भागलपुरको छेउमा बस्छु। मेरो जिन्दगी न त फिल्मको जस्तो थियो न कुनै नेताको भाषण जस्तो। तर हैन, मेरो जिन्दगीमा पनि एउटा छुट्टै मिठास थियो। खेतको माटोको गन्ध, हल जोत्दा पसिना र भात दालमा साँच्चीकै स्वाद। हाम्रो 2 बिघा जमिन थियो। त्यो पनि कहिले वर्षाले बगाउँथ्यो त कहिले घामले सेक्थ्यो। तर म कहिले पनि हार मानिन। बिहान नै उठेर मेरा 2 गोरु लालु र मुन्नासँग खेतमा जान्थे। मेरा गोरु पनि म जस्तै मेहनती र फुर्तिला थिए। एक दिन गाउँमा नयाँ सरकारी अफिसर आयो। उसले भन्यो, सरकारले अर्गानिक खेती योजना ल्याएको छ। सुन्दा मलाई लाग्यो कि फेरि केही नौटङ्की सुरु भयो भनेर। तर जब थाहा पाएँ कि सरकारले बिउ, मल र तालिम पनि दिन्छ, मैले पनि सोचे कि म पनि प्रयास गरी हेरौँ। म पनि भोलिपल्ट नै लाइनमा लागे। मलाई अर्गानिक खेतीको लागि बिउ, तालिम अनि केही उपायहरू पनि दिए। तालिममा सबै कुरा यति सजिलो सिकाउनु भयो कि म एकचोटि धान नलगाई तरकारी लगाउने निर्णय गरेँ। मैले बन्दा कोपी, गाजर आदि सबै तरकारी लगाए। सुरुमा गाउँलेहरू हाँसे, खेतलाई तरकारी बारी सम्झेछ भनेर। तर पछि मेरो तरकारी बाहिर सहरसम्म जान थाल्यो। यो देखेर गाउँलेहरूले मलाई बुद्धिमानी ठाने। म र मेरो परिवार अहिले पनि तरकारी खेती गरी बजारमा लागेर बेचिरहेका छौँ। हामी किसानहरूले चाहे भने माटोमै सुन फलाउन सकिन्छ।